के चाहिएको अरे यो सिसो तार तोर गरम है कफी खान मन लाग्यो नसुत्ने तर लास्टै घाँटी हाने यार कफी मेसिन हो नि शान्त राखिदिएको छ रहेछ त्यो राम्रै पार्किङ रहेछ है राम्रै हो है यतिको ब्रस ल्याएको नि त बे ल 4 घन्टाको लागि अब सुतिन्छ सुतेपछि फेरि अब 4 घन्टापछि कस्तो हुन्छ अवस्था सारलाई चाहिँ तिमीहरू सुतेको बेलामा म गाडी पुऱ्याउँछु यहाँसम्म भनिराखेर अब हेरौँ कस्तो हुन्छ अवस्था थाहा छैन एकछिन अब 4 घन्टा चाहिँ सुत्ने ल ए मृग डार्लिङ मृग पनि यसरी भेटिन्छ है जस मृग दोस्त एकदमै बबाल ठाउँ हो यो चाहिँ यो सब तलको यो लास्टै सहरहरू हामी सब माथि छ एकदमै बबाल ठाउँ थियो यो लाइटमा यतिको देखे होइन लाइटले गर्दा तर रोडहरू यस्तो माथिबाट यति दामी भ्यू छ यो चाहिँ के हो यो बत्ती बालेको चाहिँ एयरपोर्ट बेलाको मर्निङ भयो मर्निङको 5:30 भयो होइन सबै उठेर सबै धेरैजना फ्रेस भइसक्यौँ कोही गाडीको डिक्कीतिर सुत्यो कोही कता सिटमा गएर लास्ट गाह्रो भयो 1 घन्टा चाहिँ सुत्यो कि हो सादा मिठो घुर्यो त्यो भिडियो रेकर्ड पनि छ ल अब फ्रेस भयो गरेन ला यार त्यही भने ल बिहानको मर्निङ फ्रेस भयो चढ्ने हो ओके मैले रेडी म त मुल्ट गइसकेँ म त माथि अब लगभग त्यो पार्किङ चाहिँ जो बिजी नै हल्का बिजी जस्तो मान्छे त रातभरि हिँड्दो रहेछ रातिको 3 बजीतिर यो बाटो अब चढ्न सुरु गरिसकेको थियो हामी त बल्ल 6 बजी चढ्न लाग्छ मजामा चाहिँ जिपिएस त्यो अरे भेट्यो अरे फोन भेटेन फोन नि भेट्नु भयो ल यार बर्बाद भने कन्टेन्ट नै पाइएन नि सबै के गर्दै हिँड्नुपर्छ दाइ व्यवस्थित ओके मजा राति जिपिएसबाट खोज्यो अरे मजा चाहिँ यस्तो छ हामी कहाँ छौँ लास्टै रेल छ 1301 मिटर चाहिँ रहेछ माथि होइन 1700सम्म पुगिन्छ हामी चाहिँ ल गाइस लगभग हाम्रो ट्रेकिङ स्टार्ट भइसक्यो केटाहरू झोला चाहिँ कसैले पनि भिराएको छैन सब हिँड्नको लागि मुडमा छन् अब यहाँबाट लगभग 1 घन्टा चढिन्छ होला तोसाङगुची हो तोसाङगुची अब छिरियो भनौँ हामी रातभरि मान्छेहरू हिँडेर हामीलाई सुत्न दिएनन् 3 बजीसम्म अब 3 बजीसम्म थियो होला मान्छेहरू यस्तो थियो ल हामी चाहिँ अब हाम्रो यात्राको दोस्रो दिनको बिहान किरिसीजिमा साकुराजिमाको एकदम टुप्पोमा हिँडेर जाने अब प्रयासरत छौँ लगभग 1 घन्टा जति लाग्छ हामीसँग जोडिँदै रहनु होला है यहाँबाट बगेर आएको एसिड पानी भनेर चाहिँ पुरै एसिड बगिरहेको हुन्छ यसमा एसिड पानी हो धेरै नै छ मान्छेहरू लस्टै धेरै नैहरू छ यो एरिया चाहिँ फेरि भोल्कानो आएर पुरै ढुङ्गाहरू बगेर आएको रहेछ यतातिर यस्तो भएर पुरै यहाँसम्म आइसकेपछि यति तलसम्म आइरहेको रहेछ यो स्यासीपुटीमा टन्नै हिँड्छ त 1 घन्टा 1.5 घन्टा होइन 1.5 घन्टा उकालो हो 1700 मिटर अन्त 1700 मिटर चाहिँ हिँडिन्छ होला जाडो चाहिँ जाडो छ म चाहिँ हाफमा आइरहेको छु हिँड्न सजिलो छ भने बाटोमा अब कस्तो हुन्छ हेरौँ थाहा छैन फोटो चाहिँ राख्छु यहाँ टाँसेर छोड्छु ओके हिँड्न सकिन्छ नि होइन ओके 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 कहाँ हो पुग्ने त्यो माथि पुग्नुपर्ने हो अब बाटो कस्तो छ सायद यो डाँडाहरू पुरै कट्नुपर्ने हो धेरै नै छ 1700 कति 9 कि कति 1709 भयो अब यो भोल्केनोहरूले पुरै ढुङ्गाहरू
सबै नर्मल ढुङ्गाहरू होइन भोल्केनोले फालेको ढुङ्गाहरू हो यहाँसम्म छ यो रुखहरू सधैँ यस्तै हुन्छ कि के हो हरियो नि हुन्छ हुन्छ होला नि हो हुन्छ ओके त्यो ऋतुमा चाहिँ आउनु पर्ने रहेछ कि भोल्केनोको असर यहाँ पनि हो भनेर रुखमा नि हो भनेर हो नि हो है चाहिँ हाम्रो लगभग रियल स्टाइल सुरु भयो अब चाहिँ ढुङ्गाको ढुङ्गा र काठले सोधेको चाहिँ यता चाहिँ राखिदिएको छ कस्तो दामी छ जे होस् हेरेर हिँडेन भने खुट्टा गयो भने फेरि सकियो खुट्टा सिटिक्क हान्यो भने सकिन्छ एकदम चिप्लो छ पानी पऱ्यो भने चाहिँ फेरि सकियो हो नि पानी परेको छैन खासमा त ट्याङ्की हेरेर रेनकोटहरू लिएर आउनु पर्ने थियो त्यो पनि ल्याइएन अनि जापानको यो कुराहरू चाहिँ मनपर्ने कि जस्तो अब यो बाटो नबिराओस् बाटोहरू यताउता नजाओस् होइन पुरै डोरी नै लाग्दैछ क्या यता पनि डोरी छ यता पनि डोरी छ डोरी भयो बिचबाट गयो भयो कि गाह्रो पनि छैन ठाउँ ठाउँमा अनि रुखहरूको होइन रुखहरूको नामहरू लेखिदिएको छ अनि त्यो पढ्ने होइन ठाउँ ठाउँमा के अघि त्यहाँ चाहिँ त्यो चिरासिर पम्पलेटहरू राखिदिएको थियो त्यो खिच्न पाएन हजुर यसको बारेमा के भएको थियो कस्तो भएको थियो भनेर पुरै पम्पलेटहरू राखिदियो अहिले चाहिँ लक रहेछ खिच्न पाएन त्यो कुराहरू चाहिँ एकदम पर्फेक्ट छ भन्नुपर्छ नि जापानमा बसेको खाँचीकान भनौँ न सास चाहिँ बढ्दैछ सबैको नहडिराख्ने बानी पऱ्यो बढिरहेको सास चाहिँ अघि भन्दै मैले रुखहरूको नामहरू लेखेको छ नर्मल रुख हेर्दाखेरि नर्मल रुख जस्तो लाग्छ तर यो खोइ अब मिजुनारा यस्तो छ मिजुनारा लेखिरहेको छ त्यही राखिदिएको छ कि यो चाहिँ राम्रो हो मिर्ग बाटोमा यसरी मिर्ग भेटियो दुईवटा अघि पनि गाडी पनि भेट्या हो चलिरहेको छ कति तीनवटा हो ए दुईवटा यति उकालो चढ्यो कि ओह्रालो जस्तो पनि केही रातको हो र यहीँबाट जान्छौँ नि हामी तर मान्छेहरू छन् त नि कहाँबाट जाने बाटो जाने यो अनि किन यहाँबाट सिधा नबनाएको बाटो लामो बनाउनुलाई ढुङ्गा लास्टै ढुङ्गा खोलाको बाटो जस्तो पुरै यति हिँड्यो अझै 1.2 किलोमिटर छ यहाँबाट यस्तो छ कि पानी परिरहेको छ केही देख्दैन तलबाट कुहिरो लागेको छ रम्म भयो रोज हिँड्यो जस अझै पनि 1.2 किलोमिटर भनेको अब आधी घन्टा पानीले गर्दा तनाव 6:32 भयो होइन यस्तो हुस्सो छ कि त्यो हुस्ला बादल पनि पुरै उडिरहेको क्या यहाँबाट त्यस्तो जति माथि आयो त्यति नै गाह्रो भइरहेको फेरि अब आधी घन्टा अझै यस्तै भिरालो यो ठाडो बाटो आधी घन्टा हिँडे पछाडि अक्सिजन चाहिँ नपुगे जस्तो भयो है पुग्छ पानी ल्याएन त्यही गाह्रो भयो पनि त्यो माथिबाट झर्नेहरूलाई सोध्ने हो कि त्यो चलन चाहिँ यहाँ पनि छ त दोनों कुरा यसका इमाकरा हाफुन हाम्बुन अझै हाफ अझै आधी भन्दैछ यस्तो छ अवस्था पछाडि पल्लो एउटा के भने प्रतीक्षा स्टाइलको भेट्यो यस्तो हालत छ यही हो म्याप
हावा पनि यस्तो लाग्यो कि लाग्नु नि आम्मामा यहाँ त नसक्ने हावा लाग्छ। हेरौँ हाम्रो बाटो मौसम चाहिँ यस्तो हालत चाहिँ यस्तो भइरहेको यता ताल्यो ताल अनि बाटो हाम्रो यस्तो छ। कुन दिन आइएछ मासला कहिले छैन बाटै छैन। आएको जो नै हराइछ त 1 किलोमिटर भन्दा त भनेपछि त आइहाल्यो त। यो ट्रेल चाहिँ खत्रै हो एरियामै हिँड्न नसकिने हाम्रो बिचोक सकिन्न ल भलकबाट हेर्ने त्यही त भलकबाट हेर्ने र भलकै हेर्ने किन यहाँ आउनु है मान्छेहरू त्यो भिडियो हेर्ने त है यहाँ यो तल आएर फर्किनु त के काम त अनि बेकामको अब भिडियो हेर्नु छ त वाइबाट देखाइहाल्थेन हामी होइन भने यहाँ आएर हेर्नु पर्थ्यो रहेछ नि। अनि ज्वरो आउने अरे सिटामल थियो त यस्ता मान्छेहरू अनि हाइकिङ ट्रेकिङ हामी चाहिँ झरिसक्यौँ। बिहान 3 बजे हिँड्थ्यो मान्छेहरू होइन मलाई कति हिँड्ने भन्ने लाग्थ्यो हामीलाई चाहिँ अघि हामी सुत्ने बेलामा। तर त्यो चाहिँ तस्बिर चाहिँ सोचेर गएर हामी चाहिँ बाघा रहेछौँ भन्ने अहिले आएर थाहा भयो कि त्यो चाहिँ गएर अहिले फर्किरहेको सबै जुम्बी गर्नुपर्छ। ट्रेकिङ सुजदेखि लिएर रेनकोटहरूदेखि पानीको बोतलहरू माथि एक ठाउँमा चाहिँ जोस एउटा घर जस्तो छ होइन अनि त्योभन्दा अरू केही भेटिएन। त्यसले गर्दा सबै कुराहरू चाहिँ आफूले जुम्बी गरेर जानुपर्छ। व्यवस्था चाहिँ आफूले गर्नुपर्ने रहेछ अनि सागर दाइले सिकाउनु भएको भन्दै हो ल कति मिटर हामी चढियो भन्नु त चढियो लगभग पुग्यो त्योभन्दा माथि थियो भने पनि पुगिन्थ्यो होला त्यही सम्म रहेछ त्यो उयो बाटो हो गाडीको बाटो हेर ल यहाँ पछाडि अब सिधै कस्तो लाग्छ चढ्दा अब अन्नपूर्ण बेस क्याम्प जान सकिन्छ यति पछि ल यस्तो चढाइ भयो कि हो अब के जापानिज दुई जना लिएर गएर सिधै एभरेस्ट चढ्दिने हो एभरेस्ट चढ्दिने हो 2-4 जना लिएर गएर ल नाम चेन्ज गरेर सुनिल शेर्पा राखेँ है त मैले कन्फिडेन्स लेभल चाहिँ अहिले एकदम 100% तिर पुग्न आँट्यो पुग्यो अनि हाम्रो त हजुर हामी त जिन्सको प्यान्ट सेन्ट लाएर त्यही नर्मल गइदिएको सानो ट्रेकिङ सुजहरू लाएर तिनीहरूले यस्तो लायो भने त हामी त्यो घर हुनु नै हामीलाई हामी फर्किनु हो क्या त्यो घरमा नभएको हामी माथि नै गइरहेको हुन्थ्यौँ। विफल मात्रै आएर पछाडि थियो अनि हामीलाई भेट्यो विफलले। तिमीहरूले पनि उनीलाई भेटेको सुरुमै होइन एकचोटि बिचमा भेट्यो नि त हामी त नन स्टपको सामफोन किउकेमा पनि निफोन गोजिउकेमा त हामी हिँडिसकेका थियौँ कि हामी चाहिँ कहाँनिर रोक्यौँ भने हामी 3 जना चाहिँ जुन त्यो त्यहाँबाट एकदम तल्लो लेभलको थियो नि शीत पानी छ सबै एसिडहरू खानेकुरा के एसिडहरू भयो जस्तो देख्छ तर हो कि होइन अनि थाहा भएन होला सायद नभए यस्तो किन सेतो हुन्छ र यो एसिडै त हो नि त्यही त नि दादा बगाउने ठाउँ छ त्यसैको आफ्नै घरमा जस्तो भयो अहिले चाहिँ फिल चाहिँ है तिनजनामा ल सिरियस 100 सिरियस हो मौसम जस्तो लाग्छ मलाई त मौसम जस्तो लाग्छ मौसम लड्यो स्योरै हो क्यामेरा लिएर कन्टेन्ट आहा रेडी बनाएर बस्छ भन्दै
अँ मौसमै लड्छ के 100 मौसम लड्यो खोइ त्यही भएर एलिज मात्र सफा सुग्घर भएर आयो को लड्यो जस्तो लाग्छ सुरेश सार्दै मौसम ल मामा ल खोटाङे म मौसम 3 छवि के भएर रिजन पनि भन्छ अहिले सकिएन तर केटाहरू चाहिँ लडेछन् के गरेछन् क्यामेरा लिएर रेडी भएर बस्नु कन्टेन्ट आउँदैन तिम्रो पढा जुत्ता सट्टा धोएर आऊ है यहाँ नआऊ सिधै पछाडि मरे होइन त्यही खन्न गएको चाहिँ फेरि अब कुमामतोतिर लाग्यो है खागोसीमालाई छोडेर कुमामतो हिँड्यो आज चाहिँ कुमामतोको बास हुन्छ भयङ्कर छ यो सिबिया हो भोलि मात्रै उहाँ आउने पाइएन है भर्खर अब रुममा छिर्यो हामी रुम चाहिँ यस्तो छ यहाँ माथि चाहिँ सुत्ने म देखाउँछु कपडाहरू चाहिँ यहाँ राखिदिएको छ यसरी सरल कपडाहरू राखिदिएको छ सिरानीहरू राखिदिएको छ होइन 10वटा सिरानी छ त्यसरी अनि यो त चाहिँ किचन हो यहाँ चाहिँ अब किचनहरू छ केटाहरूले काम गरिरहेको छन् यता टोइलेट पनि यहीँ नै छ टोइलेट कुरोहरू सबै छ यहाँ ओ सहिएको हो नि अनि इरिको चाहिँ यता भयो र बेडसिटहरू पनि राम्रोसँग राखिदिएको छ अनि सुत्ने चाहिँ यहाँ भन्थ्यो जहाँ सुत्दा पनि हुँदैन रहेछ तल त यहाँ चाहिँ तातामी मात्रै छ होइन तल सुत्दा पनि भयो इचिनी सान्सीको रोकुनिन चाहिँ यहाँ सुत्न मिल्ने रहेछ यस्तो खालको छ यो स्टाइलको छ सिसाको होइन कटेजहरू दामी दामी स्टाइलको छ सुरु भइसक्यो छविले यता काम मात्रै गर्दैछ छविले यता तान्तोहरू आफ्नो आफ्नो तान्तोहरू छुट्टाएको छ ओके बिरयानी तान्तो छ हामी चाहिँ चान्तो गरेन कि गरेन भने हेर्नु पर्ने हुन्छ पानी पर्यो होइन पानी पर्यो जस अटो क्याम्पहरू यहाँ टन्नै रहेछ अटो क्याम्पहरू गर्न मिल्ने खालको हामी चाहिँ जस घरमै भयो अब तर पनि यहाँ चाहिँ उ त्यो गर्न ओए डोरी छ त यहाँ ओए मान्छे तार छ यहाँ अनि त्यहाँबाट भन्दै थिएँ त्यो केटाहरूले चाहिँ यता गरिरहेको छन् आफ्नो आफ्नो बुताहरूलाई गरिरहेको छ छवि तान्तोले राम्रो गरिरहेको छ त्यस काम चाहिँ एकछिन सुत्यो 1 घन्टा जति सुत्यो अनि फेरि एकछिन दोहोरी जस्तो नि भयो फेरि सुरु भयो है
सुरु भयो एकछिन सिधा चाहिँ उठाइहाल्यो नि 1 घन्टा नि सुत्न पाएन दोस्रो दिन पछि हाम्रो केटाहरूले बिरयानी बनाएको थिए यही घरमै जस बिरयानी चाहिँ खाने भयो बिरयानी प्लस अचार पनि लिएर आइदिएको थियो धेरै धन्यवाद अस्ति माला पलास सुरु भयो पलास सुरु भइरहेछ अवस्था फरक छ जाफालीलाई खोटाङ्गे राजाले जितिरहेछ राम्रो हो त नि भाइ केही भन्नु छ सुरेश छैन केही छैन मान्छे केही छ गुड छ एकदम जित्छु भन्ने आश छ जित्छु भन्ने आशको साथ खेलेको छु खै 5 गइसक्यो दुईजना उता सुतिरहेछ नि एकजना चाहिँ यहाँ माथि सुतिरहेछ यहाँ तल सुतिरहेछ लामा 9 बजे सुत है तिमी चान्तो 10 बदलाइसक्यो 3 दिन लोते रक्सी खाइयो भरम 3 दिन हो लास्ट टाइम नै खाइयो जोस रमाइलो भयो आज चाहिँ डे 2 को लगभग इनमा आइसकेको छ है अहिलेसम्म चाहिँ मौसम म अनि प्रितम भान्जा हामी सँगै 3 जना छौँ अब चाहिँ केटाहरू सुतिसक्यो हामी 3 जना चाहिँ लास्ट एकदमै लास्ट रमाइलो भयो भनौँ आँखा कालो भइसक्यो सुत्न पाएको छैन 2 घन्टा सुतेर आज पनि 1 घन्टा सुत्यो अझै सुत्ने हो ल सी टुमरो ओके 4 जना चाहिँ यहाँ सुत्यो सुतेको छ अनि 4 होइन 5 जना चाहिँ यहाँ सुत्यो यो एयरबिएनबी भएको भयो 5 जना यो रुममा अनि 5 जना चाहिँ तल सुतेको छ तल एउटा लिभिङ अनि एउटा किचन छ गुड नाइट